सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई यो श्री स्वस्थानी व्रतकथाको महिमामा हार्दिक स्वागत गर्दछु। आउनुहोस् सदा झैं श्री स्वस्थानी माताको प्रार्थना सुरु गरौँ। श्री गणेशाय नमः, श्री सरस्वत्यै नमः, श्री स्वस्थानी परमेश्वर्यै नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमाला अधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथां सुदुपमां देव्या श्रुत्वाभीष्टफलं लभेत्। कथां सुदुपमां देव्या श्रुत्वाभीष्टफलं लभेत्। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। आउनुहोस् श्रद्धालु भक्तजन, श्री स्वस्थानी व्रतकथाको यो 30औं अध्यायको कथा श्रवण गरौँ अन्तर हृदयदेखि। श्री गणेशाय नमः। अतः 30औँअध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। यहाँ उपरान्त चन्द्रावतीले गोमा रानी र नवराज राजालाई प्रणाम गरिन् र नवराज राजाले सम्मान गरी बिछ्याउनामा बसाली। चन्द्रावती छेउ सोधे, हे स्त्री, तेरो मुख नदेखेको 5 वर्ष भयो। ल्याउन भनी डोलेहरू गएथे, उनीहरू पनि फिरेनन्। तैँले पनि किन विलम्ब गरिस्? म राजा भएको चाल पाइनस् कि? मैले त राज्यको भोगले तँलाई बिर्सिराखेको थिएँ। फेरि साली नदी तीरमा आई किन एक्लै बसिस्? मलाई त लावण्य देशका जनले भनेर पो थाहा पाएँ। अनि त पनि अघिकी जस्ती छैनस्, बढी तेजस्वी भइछस्। वृत्तान्त भन। आफ्ना स्वामी नवराजले भनेको सुनि चन्द्रावती भन्छन्, हे स्वामी, माइत बसेकी थिएँ, तपाईँले डोले पठाउनु भएछ। राजा भएको खबर तिनको मुखदेखि सुनेर चाँडो बाबा महतारी छेउ बिदा भई डोलीमा बसी कहिले मेरा स्वामीको दर्शन पाउला भनी हतपताई आएकी थिएँ। त्यस दिन माघ शुक्ल पूर्णिमाको दिन रहेछ र त्यस वनमा स्वर्गका अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका ढोलेहरूले देखी डोली अड्याई, हामीलाई भोक लाग्यो, केही चिज पाए खाई आउँछौ, तपाईँ एकछिन यही रहनुहोस् भनी मलाई एक्लै वनमा छोडेर अप्सराहरूले व्रत गरेको ठाउँमा गई अप्सराहरूका संसर्गमा व्रत गरी प्रसाद लिई म छेउ आई। प्रसाद दिँदा त्यस बेलामा मलाई अहङ्कारले छोप्यो र डोलीदेखि ओर्ली डोलेहरूका हातदेखि प्रसाद खोसी थुथु गरी थुकी। घोडाले कुल्ची मिल्काई श्री स्वस्थानी परमेश्वरीलाई पनि नाना तरहले निन्दा गरी ढोलेहरूलाई खै के गरे? डोलेहरू मदेखि डराई केही भन्न नसकी आँखादेखि आँसु खसाली डोली बोकी चुप लागि आए। धाली नदीमा आइपुगी तर्न लाग्दा अकस्मात चँदुवा टाँगेको जस्तो मेघ उठी ठुलो पानी बतास आयो र म डोलीदेखि ताली नदीका माझमा खसे। डोलेहरूलाई कसो हो म केही थाहा पाउँदिन। त्यसपछि नदीदेखि झिकी कसले पाखामा राखिदियो यो पनि थाहा पाउँदिन। शरीरमा कहिले मूर्छा हुने कहिले चेष्टा हुने भयो। यस्ती हुँ भन्ने ज्ञान पनि भएन। नदीका तीरमा पडिरहे। 4 दिन भएपछि कपिल नाउ गरेका
दुई भाइ ब्राह्मण त्यतैबाट आए। कहाँ जान लागेको भनी मैले सोद्धा ती ब्राह्मणहरूले राजाको ब्राह्मण भोजनमा जान्छौ भन्दा उसो भए मलाई पनि केही मागी ल्याइदेऊ भनी पठाए। ब्राह्मणहरू गए। ब्राह्मण भोजन गरी फेरि म छेउ आएर हे पापिनी, तेरा निमित्त हामीलाई शर्म भयो। तेरो नाउँ गर्ने बित्तिकै राजाको सम्पूर्ण भण्डार सुकी गयो। रानीलाई पकाइराखेको भात रहेछ त्यही ल्याइदिएका छौ भने पातमा भात ल्याइदिए र मलाई साह्रै भोक लागेको हुनाले मुख नधोई खान लागे। यो देखि ब्राह्मणहरूले हे पापिनी, त्यस्तो अवस्थामा परिकन पनि तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखि हामीलाई अति करुणा भयो। त्रिस्वस्थानी परमेश्वरीको व्रत गर, सम्पूर्ण पाप नाश होला भनेर ब्राह्मणहरू गए। तब मुख धुन भनी साली नदीमा जाँदा जाने बित्तिकै साली नदीको जल सुकी गयो। त्यो देखि माथि आई मुख नधोई खान लाग्दा भात खरानी भयो। त्यही खरानी पनि खान लाग्दा ठुलो बतास आयो र उडाइ लग्यो। तब नाना तरहले रोई कराई शीता भोग प्यास तही त्यहाँ दुःखले बसिरहे। यस्ता तरहले सहँदा पौष शुक्ल पूर्णिमाको दिन आयो र त्रिस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गदेखि अप्सराहरू साली नदीमा स्नान गर्न आएर मैले देखेँ। 4 हात पाउ टेकी गई तिमीहरू को हौ, केही खानेकुरा भए मलाई देऊ भनी सोधे। के पापले म यस्ती भएँ भने तब अप्सराहरूले हामी अप्सरा हौँ, त्रिस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न साली नदीमा स्नान गर्न आयौँ। हे पापिनी, तेरो अवस्था देखि हामीलाई अति करुणा भयो। सुन, त्रिस्वस्थानी परमेश्वरीको व्रत गर, त्यसै व्रतका प्रभावले सम्पूर्ण पाप नाश होला। दुःखका समुद्रदेखि पार होलिस् भने म यस्तो अवस्थामा परे कि पापिनीले कसो गरी त्यो व्रत गरौँ, सामग्री कहाँ पाउला, के चाहिन्छ भने र अप्सराहरूले सम्पूर्ण व्रत विधि सुनाए। अप्सराहरू स्वर्ग गए। मैले पनि उनैका उपदेशले पौष शुक्ल पूर्णिमाका दिनदेखि स्नान गरी एक भक्त रही महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरिरहे। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन त्रिस्वस्थानी परमेश्वरीको व्रत गर्न स्वर्गदेखि अप्सराहरू फेरि त्यही आए। हे स्वामी, त्रिस्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मेरो कुष्ठी रोग पनि निको भयो। हात गोडा पनि अघिकै जस्तो आयो र अप्सराहरू छेउ गई। तिमीहरूका उपदेशले पौष शुक्ल पूर्णिमाका दिनदेखि व्रत आरम्भ गरेकी छु। महिना दिन भयो। अब त्रिस्वस्थानी परमेश्वरीको पूजा गर्न सामग्री केही छैन, कसो गरौँ भने अप्सराहरूले सामग्री नभए नदीदेखि बालुवा ल्याई सामग्री तुल्याउनु भने मैले साली नदीदेखि सामग्री सिद्ध भयो। जो चिताएको थिए सो सिद्ध भएको अप्सराहरूले देखि खुसी भई हे सुन्दरी, तँलाई हामी पापिनी भन्थ्यौं, आजदेखि तेरो नाउँ पुण्यवती भयो भनेर सोही सामग्रीले मैले अप्सराहरूका संसर्गमा व्रत गरेँ। सम्पूर्ण व्रत गरिसकी अप्सराहरू स्वर्ग गए। त्रिस्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 अक्षता, 8 बेली पुष्प, 8 यज्ञ सूत्र, 8 पान, 8 कुड्का सुपारी, 8 रोटी सगुन समेत दिनलाई उस बेलामा मेरा कोही थिएनन् र मेरो स्वामीसित चाँडो भेट होस् भनी साली नदीमा बगाएँ। 6 रोटी आफूले फलाहार गरी राति त्रिस्वस्थानी परमेश्वरीलाई मनले सम्झी जागा भइरहे। उज्यालो भयो र साली नदीमा स्नान गरी केही खाई माइत जान भनी लाग्दा लोकहरू लिन आए। हे स्वामी, त्रिस्वस्थानी परमेश्वरीलाई निन्दा गरेको पापले यस्तो अवस्था कि मलाई उनै ईश्वरीको कृपाले अप्सरा र कपिल ब्राह्मणका उपदेशले यस्ती भए। तपाईको दर्शन पाए। त्रिस्वस्थानी परमेश्वरीदेखि ठुला देवता अर्को कुनै छैनन्। सम्पूर्ण व्रतको पनि व्रत, धर्मको पनि धर्म, कालको पनि काल, देवताको पनि देवता, यस्ती ईश्वरीलाई कोटि कोटि नमन। यति भने चन्द्रावती रानीले बारम्बार नमस्कार गर्दै भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे त्रिस्वस्थानी परमेश्वर्या व्रत कथायां चन्द्रावती त्रिस्वस्थानी व्रत कृतं नाम 30 श्रद्धालु भक्तजन, आजको यो 30औं अध्यायको महिमा यही समाप्त भएको छ। अब भोलि हामी यसै समयमा श्री स्वस्थानी व्रत कथाको अन्तिम अध्याय 31औं अध्याय लिएर उपस्थित हुने नै छौँ। त्योभन्दा पहिले पुष्पाञ्जली श्रद्धा भक्तिपूर्वक दुवै हात जोडेर ओम उपनयतु मङ्गलौ सकल जगन् मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन तल निवेक्षणः श्रीकृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः
निर्धनः सधनः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसङ्ग। या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणाय समर्पये तत्। अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत् सर्वं स्वस्थानीं परमेश्वरीं। समर्पयामि तत् सर्वं स्वस्थानीं परमेश्वरीं। श्री स्वस्थानी माता को जय। श्री स्वस्थानी माता को आशीर्वाद र कृपाले हाम्रा शुद्ध र पवित्र आवश्यकताहरू चाहनाहरू पूरा होस्। हामी सबैको जय होस्, मङ्गल होस्। हामी सबैको समय शुभ रहोस्। जय गुरुदेव।